माटोको सुगन्ध, पानीको तरङ्ग अनि पसिनाको शक्ति बोकेको दिन हो असारे 15। कतै खेतमा धान रोपेर सकिएको छ। किसानहरू थाकेका छन् तर सन्तुष्ट छन्। दही चिउरा खाँदै हाँसिरहेका छन्। कतै खेतमा अझै जोत्ने काम चलिरहेको छ। पानी हुलेको छ, बिउ तयार छ, अब रोप्न मात्र बाँकी छ। हिलोको रङले आजको कथा लेख्दैछ। हामी चाहिँ खेत रोपिसकेर घरमा बसेर आनन्दसँग दही चिउरा खाएर रमाउने समयमा पर्यौँ। हजुरहरू चाहिँ कुन समयमा पर्नुभयो, के गर्दै हुनुहुन्छ, कमेन्ट बक्समा लेख्नुहोला है त। हामीले रेडी गर्यौँ फ्यामिली मेम्बर अनुसारको कचौराभरि दही र आँप। हामी त सुरु गरिसक्यौँ दही चिउरा खाएर आजको दिनलाई विशेष बनाउनतर्फ। हजुरहरू सबैजनालाई चुले निम्तो छ है। मेरो काम भनेको दही चिउरा बनाउने, सबैजनालाई खुवाउने, ह्याप्पी गराउने र आजको दिन सम्झाउने काम चाहिँ थियो। मेरो भाइ चाहिँ यस्तो छ कि जबसम्म आँप देख्छ तबसम्म उसलाई दही चिउरा मनै पर्दैन। तर जब आँप खाएर सकिन्छ नि त्यसपछि सबैको भागको दही चिउरा जति उसैलाई चाहिन्छ। यस्तो खालको छ मेरो भाइ। एकचोटि टेस्ट गर 1 चम्मच भनेर मैले कति धेरै कर गरिसकेपछि उसले 1 चम्चा खायो। अब ऊ उठेर अरूको भागको आँप खान जाँदैछ। दाजी पनि मजाले बेडमै इन्जोय गर्नुभयो आजको दही चिउरालाई। हाम्रो भुन्टे सानो कान्छो भाइ चाहिँ अरूले खाएको दही चिउरा मुखमा हेरी मुस्काउँदै इन्जोय गरिरहेको थियो। त्यही पनि मैले थोरै चटाएर उसको रियाक्सन लिँदैछु। ऊ एकदमै ह्याप्पी देखिन्थ्यो। उसलाई पनि, ऊ बुझ्ने त छैन तर उसलाई पनि असारे 15 को धेरै शुभकामना। अनि मेरो भिडियोलाई यहाँसम्म हेरेर साथ, सपोर्ट, माया दिनुहुने सम्पूर्णलाई असारे 15 2082 को धेरै शुभकामना।